नमस्ते, अभिवादन, न्यानो अभिवादन। मैले देशको लागि म एउटा अभियन्ताको हिसाबले कुरा गरिरहेको छु। यो भिडियो राम्रोसँग हेरिदिनु होला। हिजोको जुन आन्दोलन थियो काठमाडौँमा, आज धेरै दुःख लागेको छ, धेरै मन छटपटेको छ, धेरै मन पोलेको छ। बोल्ने शब्दहरू पनि आइरहेका छैनन्। दिनभरिको दृश्य हेर्दाखेरि रातभरि चैन छैन, दिनभरि भोक छैन। हिजोको त्यो आन्दोलन को मर्यो र आफ्नै दाजुभाइ, आफ्नै दिदीबहिनी त्यसरी ढुङ्गा मुढा गर्दाखेरि आज पुलिस पनि हाम्रै मान्छे हुन्, आन्दोलनकारी पनि हाम्रै मान्छे हुन्, राजा पनि हाम्रै मान्छे हुन्, मन्त्री पनि हाम्रै मान्छे हुन्। आज देशमा यस्तो सिर्जना किन आयो त? किन यस्तो सिर्जना निकाल्यो त? हामी जनता नै खराब भएर हो। खराब त हामीले पहिले 74 सालको चुनाव हुँदाखेरि एउटा सक्षम र इमान्दार व्यक्ति वामदेव गौतमले बर्दियाबाट जुन हार्नुभयो नि, त्यो हारेको कारणले नै आज देशमा स्थिति यस्तो आएको हो। यति कुरा ख्याल गर्नुहोस्। जतिले जे भने पनि मलाई आज बर्दियाबाट नहारेको भए, आज वामदेवलाई घात नभएको भए, कमरेड वामदेव गौतम एउटा सक्षम देशका नेता हुन्, राजा हुन्, तिनी राजा हुन्, गणतन्त्रका राजा। त्यस्तो मान्छेलाई धोका दिएको यो पाप हो, यो अपराध हो। एउटा यस्तो जमघट भयो कि राम्रो मान्छेलाई साइड लगाइदिएर यस्ता मान्छे फेला परे कि आज देश नाङ्गो भएको छ। नाङ्गो भयो। आखिरमा हिजोको जनता त मरिरहेछन्, कोही टाउकेहरू मरेको छ त्यहाँ। किन यस्तो सिर्जना गरिरहेछन्? एउटा निर्दोष पत्रकार एउटको देशको केही समाचारहरू छर्लङ्ग पार्नका निमित्त हिँडिरहने त्यो आन्दोलनमा परेर हिजो निर्दोष पत्रकार पनि मरेको घोर घर्षणा गर्छु मैले। यस्तो सिर्जना, देशको यस्तो सिर्जना गर्ने व्यक्ति को हो त? थाहा छ? आज राजा आउनु पर्थ्यो, राजाले आन्दोलन गर्नु पर्थ्यो, जनता उद्लिनु पर्थ्यो। कारण भ्रष्टाचार, चोर डाकाहरूको बिगी देशको स्थिति नाजुक अवस्था भएर आज यही जनता उद्ल्या छ। आज यही जनता उद्ल्या छ। प्रत्येक घरबाट निस्किया छ। आमा भन्या छैन, बाउ भन्या छैन, छोरा भन्या छैन। आफ्नै देशका जनता यसरी उद्लिनु पर्ने हो? आफ्नै दाजुभाइ मर्नु पर्ने हो? देशको संरक्षण गर्नु पर्दैन? सक्षम र इमान्दार मान्छेहरूलाई बाहिर निकालेर चोर फटालाई अवश्य पनि कारबाही हुनुपर्छ। यस्ता डाका चोरहरूलाई यस्तो राजा आउने सिर्जना थियो? राजा पक्षमा कोही पनि थिएन। त्यसै गणतन्त्र आएको होइन। केही देशमा परिवर्तन होला भनेर गणतन्त्र आएको हो, ल्याइएको हो। गणतन्त्र ल्याउँदाखेरिमा, नेता गराउँदाखेरि हामी जनताहरूले बुझ्नुपर्ने हुन्थ्यो।
एकचोटि चुनाव हुँदाखेरि मात्रै गणतन्त्र ल्याउँदाखेरि एकचोटिको चुनावमा हेर्नु पर्थ्यो, त्यति बेलाबाट हेर्नु पर्थ्यो। देशको स्थिति एकदम राम्रो हुँदै गएको थियो। जब वामदेव गौतम, मैले यति च्यालेन्ज दिन्छु, जब वामदेव गौतम बर्दियाबाट हराइयो नि, आज त्यस्तो नेतालाई हराउँदाखेरि देशको स्थिति के हुन्छ? के हुन्छ देशको स्थिति? बुझ्नुस्, जनताहरूले बुझ्नुस्। मैले अरू कसैलाई भन्दैन, जनताहरू बुझ्नुस्। कोही नलडे हुन्छ, कोही नलड्नुस्। अब कसैको लागि कोही लड्नु पर्दैन, कोही लड्नु पर्दैन। किन लड्ने? देशमा शान्ति ल्याउन शान्तिपूर्वक आन्दोलन हुनुपर्छ। 84 सालको चुनावमा त्यति बेला आफूले राम्रो मान्छे चुनेर गणतन्त्र मानेर गणतन्त्रलाई एकदम साक्षात बनाउने, स्वयंशील बनाउने व्यक्ति हेर्नुस्। आज 4 पैसामा लोभ मानेर, 2 पैसामा लोभ मानेर हिँड्ने व्यक्तिहरू तिनै भरौटी हुन्। आज आन्दोलन गर्ने पनि किन आन्दोलन गर्न पर्यो? आन्दोलन के को लागि गर्न पर्यो? आफ्नै दाजुभाइ मर्दिनी, आफ्नै आमा बाउलाई मार्ने, आफ्नै दिदी बहिनीलाई मार्ने। देशको स्थिति सुधार्नु छैन। भ्रष्टाचारी, चोरहरू, डाकाहरू थोरै यत्र भ्रष्टाचार गर्न नपाएर आज यत्रो देशमा अशान्ति ल्याउने।